You don't have nights like this. Hello guys, welcome to my episode. सबैजना सन्चै हुनुहुन्छ होला आरामै हुन्छ होला म पनि सन्चै छु अनि आज चाहिँ नयाँ रुमको यस्तो भिडियो बनाउँदै के गर्दैछु भने भिडियो बनाउनु पर्दैन क्या काममा जा 9-10 घण्टा आइज खानासाना बना मार्केटहरु पनि कति टाढो टाढो के यहाँ 10 मिनेट जति हिँड्नुपर्छ त्यति बाटो बोकेर आउनु फेरि एक्सपेन्सिभ पनि रहेछ क्या अलिअलि अनि त्यस्तै हो रुम चाहिँ अलिकति सानो बुझ्दो भएन अनि हैन के भन्नु त्यस्तै छ गाइस हेर्नु मेरो अनि म हैन मेरो बसे चाहिँ फेरि बिन्दास परम मासु चपाउँदै डाडु तताउँदै भन्नु यसो गाइसहरु के हो अनि एउटा मेन फन्नी कुरा चाहिँ के हो भने नि हैन मेन कुरा चाहिँ म के भन्न चाहन्छु भने मेरो सबै मान्छेले अब टिकटकमा कति हजार पुगेको पुरा सेलिब्रेसन गर्छ हैन नि मेरो पनि 1000 पुगेको क्या 1000 तिर वाउ खुसी भयो यसो सेलिब्रेसन गरिदिउँ न त भनेको त सेलिब्रेट गरिदिउँ न त भनेको त के भयो भने न सुतेर उठ्दाखेरि त ट्याक्कै घटिरहेको 995 कतिवटा पुगिरहेको किन फलो गर्नु अनफलो गर्ने बेची किन फलो नगर्दा भइगयो नि रुमको बाहिर यस्तो रहेछ क्या अनि पुरा के गर्नु ज्यालै खोल्न मिल्दैन यस्तो भए पनि यतिकै हेऱ्यो भिडियो बनायो पुरा फुल यो पातहरू झरेर बसिरहेको के म चाहिँ पढ्नु अल्छी लाग्ने मान्छे लास्टमा चाहिँ यहाँ लेख्नु म त लेख्न पनि बिर्सिसकेको छु हैन के हो यो व्हाट इज दिस लेख्न पनि बिर्सिसकेछु मैले त यहाँ अब के गर्नु नपढेर नहुने रहेछ लेख्नु पर्ने रहेछ यो चाहिँ नयाँ रुम हो एकदमै सानो छ कि यो चाहिँ के भन्नु कति तिरेको लगभग 1800 भनेको कुनै जोक हैन क्या अनि 1800 मा यस्तो अर्को रुममा बुलेको मान्छे यता बुलेको मान्छे ड्याङ 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 गरेर सबै चल्ने क्या हेर्नु अनि मेरो यहाँ चाहिँ यस्तोरी प्याकहरू राखेको छु मैले होला मेरो नि गुडिया त हेर त पछाडि फर्केर बेहोस हुन आँटेछ अब फेरि अर्को रुम खोज्ने गरेको छ हन्टानेको हानेको जबसम्म राम्रो पर्दैन तबसम्म एक महिना गर्दै त गर्नु होला नि सामानहरू सबै लतलिङ गर्छ मिलाएको छैन अब चाहिँ अलिअलि लेख्नुपर्ने छ लेख्नु पर्यो यस्तै चाहिँ गाई चाहिँ हेर्नु म त फेरि आइना हेरी बसेँ नि हेर्नु न यो चाहिँ मेरो रुमको हालत त्यस्तो यो मिलाउँदा यस्तो यति गाह्रो पनि मिलाउँदा गरेर मिलाएको हेर्नु यहाँ झन् कसरी यति धेरै सामान मिलाउने भनेर टेन्सनै भएको थियो रुम सर्नुको सबैभन्दा गाह्रो लाग्ने कुरा यही है मिलाउनु यत्रो टाइम लागेर कति राति 10-11-12 बजी सुत्यो पार्टिसनहरू यस्तो भएपछि भत्काउँदैन पार्टिसन पैसा खाने मिलो के बनाएको यो यता एकजना मान्छे मात्रै हेर्नु मन छ अर्को रुमको मान्छे निस्क्यो भने अड्क्यो हेर्नु अघि रुम यस्तो थियो अनि अहिले चाहिँ अलिकति मिलाएर यस्तो भइसकेको थियो यति बेला चाहिँ हैन अनि यता म चाहिँ पुरा हैन हेर्दै ल कस्तो आएछ ब्लग भनेर गरिरहेको सबै मिलाउँदै गरेको पुरा पर्दा सर्दा लाएर एउटा मात्र लाएको भएन नि त दुईटा लाएको फेरि राम्रो बस्यो फेरि बनाएँ अनि त्यही हो लुगाहरू धुएको थिएँ सबै सुकाएको दिन त यसरी नै जान्छ लुगा धु सुका उठ काम आइज यस्तै हो फोन पनि कहाँ अड्केर नि यो चाहिँ म बाहिर जाँदैछु मार्केटतिर टाढो रहेछ मार्केट पनि मेट्रो आएको चाहिँ भिडियो बनाउनु पर्यो यस्तो राम्रो काम डुब्दैछ भनेर बनाएको आएन मेरो अनुहार देखेर मै तर्स्यो नि यहाँ चाहिँ गाह्रो छ नि है अनि बल्ल आयो फेरि अलिक म पर पुगिसक्यो कि राम्रै नआउने लु कति दिन भइसक्यो मैले इन्डै गरेको छैन क्या अनि त्यही मात्रै अहिलेसम्म पनि फिक्सै भएको छैन मेरो रुम हेर्नुहोस् न हालत देख्न सक्नुहुन्छ मेरो रुमको हालत यस्तो छ भुइँ यस्तो छ के गर्नु गाह्रो छ अब चाहिँ फिक्स गर्नेतिर अलिअलि लाग्नु पर्यो अलिअलि बनाउनु पर्यो रुम सफा गर्नु पर्यो लुगा धुने छुट्टीको दिन
जहिले यस्तै हुन्छ मेरो छुट्टीको दिन लुगा धुने सुकाउने के गर्नु साथीहरू साथीमा सँगै जिन्दगी छ रङ्गी चङ्गी भन्ने जस्तै भइरहेछ यहाँ चाहिँ यता फर्क्यो उता टुकिन्छ उता फर्क्यो उता टुकिन्छ के हो यस्तो फेरि तन्न खोजेको तन्न पनि रहेनछ अनि मैले निकालेको छुइनँ क्या पुरा सामान किनभने मैले भविष्य देखिसकेँ यहाँ चाहिँ हुँदैन भनेर यहाँ चाहिँ एडजस्ट मात्रै भनेर अर्को उसमा बोलेको यो सबै रुमको बोलेको सबै छ नि यत्रो सानो सानो बनाएर हुन्छ त नि यति सानो चाहिँ अब यही लगाइदिने एउटा 2टा 3टा रहेछ यो बेड ठुलो रहेछ मेरो त नै सानो भयो क्या यता एउटा रुममा बोलेको सबै एउटामा सुनिन्छ वाक्क लाग्दो अब देखाउँछु ल भनेछतिर कस्तो भयो भनेर साला यसलाई मैले 2 दिन भयो होला हिजोदेखि केटाको साला नछानेर आज मेरो हातबाट मर्नु लेखेको रहेछ नि त नि मुला साग कहाँ छोड्छु त म यत्तिकै भेन 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 यत्तिकै रिस उठिरहेको बेलामा मुडी बेटिस चाखिस कस्तो हुने रहेछ बाहिर जा बाज भन्दा नमान्दाखेरि खाइसेन खुद ल्यापै मुला मिलाएर अब यत्तिकोसम्म भयो भुइँमा यो हालेर अलिकति राम्रो भयो अनि 2-3 दिन अगाडि होला लुगा धोएर सुकाएको थिएँ त्यो अब पट्याएर राखेको अब फेरि अर्को लुगा धुन हालेछु फेरि त्यो निकालेर पट्याएर हाल्ने यसरी नै जान्छ दिन मेरो म त लिटरली भन्नुपर्दा यहाँ कोहीसँग पनि बोलेको छैन क्या यहाँको कोहीसँग पनि बोलेको छैन किनभने म बिहानै जान्छु अनि आउँदा पनि लगभग रात परिसकेको हुन्छ कहिले ढिलो आउँछ नि त हिजो त 12-13 घन्टा बाहिरै थियो होला काममै अनि आज छुट्टी आज सबै काममा गएको हुन्छ मेरो छुट्टी अब चाहिँ भोक लाग्यो खाना खान जानु पर्यो हिजोको खाना चाहिँ बिरयानी त्यही त त्यहाँ खाने हो अचार चटनी चट्ट बनाएर यस्तो चाहिँ अलिकति राम्रो है तर प्रब्लम चाहिँ के हो भने यहाँ एउटा रुम छ यहाँ अर्को रुम छ त्यहाँ अर्को रुम छ सबै बोलेको सुनिन्छ स्यालेरीको आधा पैसा त यसलाई नै तिर्दा जान्छ अब छुट्टीको दिन त हो मजाले सुत्तिने मौज गर्ने हो यही अझै 32 मिनट चालु भयो म चाहिँ त्यही हो साङ्लोहरूको त यहाँ राछे हो जहाँ पनि बिरयानी निकाल्ने हिजोको खाना यो चाहिँ मेरोमा मेरो यहाँ हुन्छ खाना थोरै तताउँछु एन्ड देन किचन चाहिँ राम्रै हो तर पालै आउँदैन क्या पालो पर्खिनुलाई यो 2टा मात्र बल्छ यसमा पनि यति धेरै मान्छे बस्नेमा 2टा क्लिङ क्लिङ आउँछु दही दिन्छु दही पनि खान्छु अब चाहिँ बिरयानीलाई तताउनु हालिदिन्छु म त्यति बेलासम्म अचार बनाउँछु यो कुच्चेको टमाटर रहेछ यही बनाउने हो भुटेर अचार बिना त केही मिठै लाग्दैन मेरो चाहिँ खाना रेडी भइसक्यो अब चाहिँ यो दहीमा पानी हालेर सेक गर्नु पर्यो मेरो सेकर त यस्तो खतरा रेडी किनभने मलाई त्यति पानी खानु मन लाग्दैन खानै पानी पिउनै बिर्सिन्छु क्या अब दही भएपछि त याद आउँछ होला नि त सेकरै मेरो चिनी भएको र आइसक्रिम भएको भए लस्सी हुन्थ्यो यार केही छैन भरे लस्सी पनि खान्छु चिनी भएकोमा सुगन्ध थपिन्थ्यो नो वर्ड्स गाइस मेरो चाहिँ खाना रेडी भयो बिरयानी अब चाहिँ जसो गऱ्यौँ न नि खाएँ ल अझै हातैले खान्छु क्या
सुनिराख्नु होला है पछाडिबाट एक महिना कमाएको पैसा स्यालेरी आधी त यही रुममा पे गर्नुपर्छ सुत्ने हो छुट्टीको दिन जति सक्दो सुत्दिने हो यता फर्क्यो सुत्यो यता फर्क्यो सुत्यो यता फर्क्यो फेरि सुत्यो के गर्नु गाइड साथीहरू सुत्नै पर्ने हुन्छ यत्रो पैसा पे गरेको दिनमा 6-7 घन्टा मात्र बसेर हुन्छ 24 घन्टा बस्नु पाएको दिनमा बस्ने हो पुरा यसरी हुन्छ कि नाचेर हुन्छ कि उफ्रेर हुन्छ कि रुएर हुन्छ कि कराएर हुन्छ कि जे गरेर पनि हुन्छ यो ओछ्यानलाई छोड्नु हुँदैन जिन्दगी यस्तै छ साथी नसँगै एक्लै रङ्गी चङ्गी सुतिन्छ दिनभरि 24 घन्टा लुगा धु सुका सुत यस्तै छ मेरो चाहिँ तपाईँहरूको पनि यस्तै नै होला डिप्रेसन में हूँ मैं गाइज बहुत डिप्रेस्ड हूँ आज के दिन में साला यस्तो रिस उठिरहेको छ नि यहाँ यस्तो गर्मी छ सुतिराख्दा मात्र त गर्मी नहुने नि 1-2 काम गर्ने बित्तिकै यत्तिकै गर्मी छ सारा यो नला त गएर मर्दिन जस्तो लागिसक्यो 18 जनाको यहाँ हो यस्तो गर्मीमा कसरी बस्ने एक दिन छुट्टी पनि मजाले सुत्नु पाएन रिस उठिसक्यो यति बोल्दा पनि पुरा गर्मी भएर आउँछ Thank you guys for watching my video. त्यसै माया गर्दै जानु होला अनि लाइक कमेन्ट सब्स्क्राइब गर्नु पनि नभुल्नु होला बाइ सबैजना सन्चै हुनुहुन्छ होला यति भन्दै आजको ब्लग यही इन्ड हुनेछ बाइ High volume. Am I really that much?